रक गार्डनमा आउन सक्नुहुन्छ। हिमालहरू पनि एकदम राम्रोसँग देख्न सकिन्छ। जानी बाटो यता हो कि यता हो? त्यहाँबाट माथि निस्किने हैन? गलत बाटो गइसकेछौँ के। हामी यता रङ बाटो आएछौँ के। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु भन्नुपर्छ। आज पनि हामी अर्घाखाँचीको रक गार्डनतर्फ घुम्न जाँदैछौँ। के गर्छौँ त्यहाँ अनि के छ सम्पूर्ण भिडियो तपाईँहरूलाई देखाउने नै छौँ। अन्तिमसम्म हेर्नु होला है। बाई। हाम्रो यात्रा सुरु पहाडको बाट हरियाली जङ्गल एकदम रमणीय छ। मथुरा चाहिँ हामीले क्रस गरेर वाङ्लामा प्रवेश गरेका छौँ। यता छत्रदेव पर्यो, यता वाङ्ला पर्यो। अब चाहिँ हामीले त्यो माथि डाँडामा जानुपर्ने हुन्छ। हामी यति तलसम्म पुग्नुपर्ने छ। वहाँ देख्न सक्नुहुन्छ हामीलाई त्यो माथि डाँडामा पुग्नु छ। त्यहाँनिर हाम्रो यात्रा जारी नै छ। अब हामी पुग्न लागेका छौँ। र अब चाहिँ हामी रक गार्डनमा प्रवेश गरिसकेका छौँ। अबबाट चाहिँ हाम्रो कच्ची बाटो हो। यत्नसम्म चाहिँ राम्रो थियो बाटो। हाम्रो मैले मेरो बाइक ल्याएको त्यसको बाइक त्यही राख्थ्यो। र अब चाहिँ हामी रक गार्डनमा प्रवेश गरिसकेका छौँ। त्यो डाँडामा पुग्नु भयो र एकदम राम्रो छ। यात्रा कस्तो भयो? एकदम राम्रो भयो। कोही ठाउँ चाहिँ अप्ठ्यारो थिएन, एकदम दामी भयो। सही भयो होइन? अब चाहिँ हामी त्यहाँ पुग्छौँ। त्यो गेट र झन्डा देखेछौँ। र अब चाहिँ म तपाईँहरूलाई यहाँ पुरै भ्यू देखाउने छु। नाम छ यसको रक गार्डन। यहाँबाट चाहिँ पुरै कहाँ देखिन्छ त्यो मलाई थाहा छैन। एकदम सही छ। देखाउँ पुरै यहाँको। अनि जाऊँ ल। रक गार्डनमा आयौँ हामी। यस क्षेत्रमा खाना पिउन र आगो बाल्न निषेध गरिएको छ। यहाँ चाहिँ हामी पिकनिक आउन पाइने हुन्छ। यहाँ उता पारी चाहिँ पाइने रहेछ क्या होइन? त्यो त पाइने रहेछ। यहाँबाट माथि चाहिँ पाइने रहन्छ है त। ल रक गार्डन भनेको यही हो। हामी त्यहाँ बाइक रोकेबाट यहाँ आउँदासम्म चाहिँ हामी दुईजना खै स्या भइयो। दुईजना चाहिँ हिँड्ने बानी हराएछ। हराएछ हिँड्ने बानी, नत्र त कति काम गर्थ्यो। अनि गाउँमा बसेर जानु। र रक गार्डनको पुरा भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले। यही नै हो यहाँको विशेषता भनेको। यिनै ढुङ्गा हुन्। अनि यहाँबाट चाहिँ वरिपरिको भ्यू चाहिँ हामीले राम्रोसँग देख्न सकिन्छ। सन्धिखर्क हो त्यो बजार देखेको। सन्धिखर्क यो सन्धिखर्क भयो। अनि यता यो गाउँ डिभर्ना। यता हाम्रो बलकोट पनि देखिन्छ। यो कहिले देखिन्छ? ऊ त्यो हो क्या। अहिले चाहिँ पुरै बादल जस्तो लाग्यो। तमाला रहेछ न। अझ बिहान आएको त गए त पुरै उस देखिन्थ्यो कि। उडेको बादल। सही छ। ल तपाईँहरू पनि रक गार्डनमा घुम्न आउन सक्नुहुनेछ। नेपालको झन्डा यहाँ फरफराइरहेको छ। अनि यहाँबाट चाहिँ हिमालहरूको मनोरम दृश्य पनि देख्न सकिन्छ। यही नै हो। सबै भ्यू हामीले देख्न सक्छौँ यहाँबाट। तर ठाउँ चाहिँ राम्रो रहेछ न। एकदम दामी। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ यहाँ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ भने हाम्रो यो अर्घाखाँचीमा रहेको
रहेको रक गार्डनमा आउन सक्नुहुन्छ। र अब हामीले यहाँ फोटो भिडियोहरू पनि खिच्यौँ। अब चाहिँ अलि तलतिर गएर खिच्छौँ अनि अर्कातर्फ हामी लाग्नेछौँ। र रक गार्डनको पुरै सिन पनि हेर्यो, अब फोटो पनि खिच्यो होइन, भिडियो पनि बनाइयो। अनि अब चाहिँ हामी यहाँबाट जान्छौँ। अनि एकदम धेरै यहाँ दक्सु पनि भिजेछ यहाँ यी पाइन्टभरि सबै टिप्न हो। एकछिन बसेर टिप्छौँ अनि हामी अर्कातर्फ लाग्छौँ। अर्का पनि यहाँबाट हामीले देखाउँछौँ तपाईँहरूलाई। अब चाहिँ हामीलाई यो डाँडामा पुग्नु छ। अर्का यहाँ यो त्यहाँ गएर हामी अनि सन्धिखरको पुगेर फेरि रिटर्न घरतर्फ लाग्नेछौँ। तपाईँहरूलाई हाम्रो रक गार्डन कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। र अब चाहिँ हामी अर्कातर्फ लाग्दैछौँ। हामी अर्कातर्फ लाग्दैछौँ। रक गार्डनको यात्रा सकियो। अर्कातर्फ केटाकेटी कसो गर्छ। बाटो चाहिँ ठिकै रहेछ, त्यति अप्ठ्यारो बाटो चाहिँ अर्का जाने बाटो पनि रहन्छ र रक गार्डन जाने बाटो पनि त्यति अप्ठ्यारो रहन्छ। सबै सही रहेछ। रक गार्डन त्यो माथिको डाँडो भयो भने अर्का चाहिँ यताको डाँडो हो। अब हामी त्यो डाँडोतर्फ लाग्दैछौँ। डाँडा काँडा चाहिँ एकदम हरियाली रमणीय, घरहरू पनि यता चाहिँ राम्रो राम्रो घरहरू रहेछन्। हुन त हाम्रो गाउँ पनि कम छैन। बाटो चाहिँ हामीले अर्का जाने देखेका छैनौँ। सोध्दै सोध्दै आयौँ बाटोमा चाहिँ। अब चाहिँ यहाँबाट खोलामा पुग्दैछौँ। खोलामा पुगेपछि फेरि सोध्दैछौँ एकजना मान्छेलाई भेट्न साथ हामीले अर्का जाने बाटो कता हो भनेर सोध्नेछौँ। र खेतहरूमा धानका बाला झुलेका छन्, एकदम रमणीय छ। बाटो दुईवटा बाटो छ। अब चाहिँ यहाँबाट कता जाने हामीलाई थाहा छैन। सबैजना भैलो खेलिरहेका छन्। हामी चाहिँ पुरा घुमफिरको यात्रामा हामी जाने बाटोमा भैलो नाच्दै रहेछन्। देख्न सक्नुहुन्छ भैलो कार्यक्रम। हामी चाहिँ एकदम राम्रो ठाउँमा हामी सबैजनालाई यो ठाउँ चाहिँ एकदम मन परेको छ। भविष्यमा घर बनाउनलाई पैसा आउने धेरै कमाएर चाहिँ घर बनाउनु पर्छ क्या। एकदम राम्रो पुरै समूह एरिया सही छ, एकदम राम्रो छ। देख्न सक्नुहुनेछ पछाडि हेर्नु कति राम्रो छ। र अर्का जाने चाहिँ यहाँबाट सन्धिखरका जाने बाटोबाट यता माथि निस्किनु पर्ने रहेछ। सन्धिखरकाबाट माथि हामी लागिसकेका छौँ। बजारमा चाहिँ अहिले हामी पसेनौँ। हामी अर्कातर्फ लाग्यौँ। अहिले बस्छ हामी फर्किँदा चाहिँ सन्धिखरका पसेर सामानहरू किनेर हामी घर जानेछौँ। यो चाहिँ सन्धिखरका बजार। यो चाहिँ कहाँ यो हामीलाई थाहा छैन। अर्काभन्दा माथि रहेछ। अर्का नै हो कि यो थाहा छैन। हामीलाई चाहिँ त्यो माथि जानुपर्ने हो। सो अहिले चाहिँ बाटो बिग्रे जस्तो छ। फेरि फर्किँदैछौँ हामी दुईजना त यहाँ नआएको मान्छे पर्यो। अनि बाटो थाहा नभई पनि हामी बसमै हिँड्दैछौँ। हामी बिरौँ हुन जान चाहिँ पर जान हामी बिरेर जान मन लागेको ठाउँ। अनि बाटो चाहिँ थाहा छैन। अब चाहिँ हामीले त्यहाँ सोध्छौँ हाम्रो बाटो सही छ कि गलत छ भनेर। अर्का जाने बाटो यता हो कि यता हो? त्यहाँबाट माथि निस्किने होइन। गलत बाटो रहेछौँ कि हामी यता रङ बाटो आएछौँ कि। अर्का चाहिँ सुरु भइसकेको छ। अब बाटोमा झन्डा जहाँसम्म यो झन्डाहरू छ त्यहाँ पुग्दा चाहिँ अर्का आउँछ।
भगवती मन्दिर। त्यहाँ देखिएको छ अर्का भगवतीको मन्दिर चाहिँ त्यहाँनिर रहेको छ। अब हामी यहाँ छौँ। अब हाम्रो यात्रा अर्का भगवती मन्दिरतर्फ। ल जाने फोटो खिचिदिनु थाल्यो नि भनेर माथि रहेको छ अर्का। अब हामी पुग्न लाग्यौँ। लगभग पुग्यौँ भन्दा हुन्छ। र हामी चाहिँ अर्का पुगिसकेका छौँ। अब यता बाइक पार्किङ गरेर हामी माथि निस्किनेछौँ। ल अर्कामा हामी प्रवेश गरिसकेका छौँ। अर्का भगवती मन्दिर प्रवेशद्वार। अर्का भगवती मन्दिर कि जय। हामी फर्स्ट टाइम आएको छौँ यहाँ। एकदम आउने चाहिँ यति धोको थियो नि। त्यो दसैँमा पनि मलाई यहाँ आमाम भएको थियो कि। मलाई त रामको बेला आउनु मन लाग्थ्यो, तर फाइनल्ली आज हामी आइयो। धोको पनि बिगारे भने आइयो फाइनल्ली। ए बाटो त कति बिगारे होइन। बाटो त एकदम धेरै बिगारे। सोध्दै आयो। ल अब हामी सबै भिडियो यहाँको देखाउनेछौँ तपाईँहरूलाई। अन्तिमसम्म भिडियो हेर्नुहोला। अर्का मन्दिरमा आयौँ हामी। देख्न सक्नुहुन्छ अर्का देवीको मूर्ति चाहिँ एकदम ठुलो खतरा रहेको छ। यहाँ बहुत ठुलो मूर्ति रहेछ त। यहाँबाट सिनहरू पनि एकदम राम्रो देख्न सकिन्छ। अर्का है यहाँ रक गार्डन हो। हामी चाहिँ यहाँबाट यहाँ आइयो। घर चाहिँ कहाँ घर त देखिन्न। यता होला होइन। ए अझै तल पनि छ र। यहाँ तल के छ त? तल बाटो रहेछ है अझै। जाउँ यहाँ फोटा खिच्छौँ एकछिन। ए र अब चाहिँ हामी अर्का पनि घुम्यौँ र सन्धिखर्क गएर केही सामानहरू किनेर हामी घरतर्फ लाग्नेछौँ। बाई बाई। अर्का भगवती देवी मन्दिर। अनि यहाँ हामी अहिले चाहिँ बाई गर्दैनौँ अझै। नै अझै कन्टिन्यू चाहिँ भिडियो राख्छौँ बिचमा। र अब चाहिँ हामी यहाँबाट अर्काबाट चाहिँ हिँड्न थालेका छौँ सन्धिखर्कतर्फ। चार्जर सकिन थाल्यो। अब भिडियो चाहिँ थोरै आउँछ। हाम्रो अर्का एयरपोर्ट यो बन्दै छ कि बनेको कि त्यो चाहिँ हामीलाई थाहा छैन। अन्जान छौँ तर एयरपोर्ट हो जस्तो चाहिँ लाग्यो हामीलाई। ए हो एयरपोर्ट लेखेरै चाहिँ त्यो बोर्डमा। सन्धिखर्क बजारमा हामी आइसकेका छौँ। हामी कपडा पसलमा आएर अब चाहिँ कपडा किन्दैछौँ अनि नास्ता खान्छौँ अनि हाम्रो यात्रा जारी हुनेछ घरतर्फको। अब चाहिँ हामी सपिङ गरेर अनि घुमघाम सकेर नास्ता खान आइसकेका छौँ। अब भिडियो चाहिँ घर जाँदा देखाउँछ। अब घर जाँदाखेरि देखाउँछ म तिमीलाई। र हामी चाहिँ नास्ता खाएर सन्धिखर्कबाट अब घरतर्फ लाग्दैछौँ। हामी घरतर्फ लाग्दैछौँ। अब हामी चाहिँ छुट्टी लिएर आयो। अब त छुट्टी फर्किन्छौँ। हाम्रो यो जक्सन हो, छुट्ने ठाउँ मेन। बाटो यता मेरो बाटो उता। अब हाम्रो छुट्टिने बेला भयो। ल बाई बाई। र अब चाहिँ म मेरो घर नजिकै आइसकेकी छु। आजलाई भिडियो यति नै।